भुजबलतः आगच्छामि म पुटलबाट आउँछु अहम धनगढीतः आगच्छामि म धनगढीबाट आउँछु अहम विद्यालयतः आगच्छामि म विद्यालयबाट आउँछु अहम औषधालयतः आगच्छामि यतः शब्द लगाएर देखि पनि हुन्छ अथवा यसलाई पञ्चमी अन्तिममा तार लगाए अन्तिमको अवस्था के जस्तो तार जस्तै उदाहरणलाई गृह आत कुनै पनि हुन्छ आत लगाए जस्तै आत जस्तै गृह आत गृहात अहम गृहात आगच्छामि म घरबाट आउँछु अहम विद्यालयात आगच्छामि म विद्यालयबाट आउँछु अहम नगरात आगच्छामि म बजारबाट आउँछु अहम ग्रामात आगच्छामि म गाउँबाट आउँछु गंगा हिमालयात आगच्छति गंगा हिमालयबाट आउँछि रामः काष्ठमण्डपात आगच्छति राम काठमाडौँदेखि आउँछ त्वम विद्यालयात आगच्छसि तिमी विद्यालयबाट आउँछौ युवान विद्यालयात आगच्छतः तिमी दुईजना विद्यालयबाट आउँछौ यूयम विद्यालयात आगच्छथ तिमीहरू विद्यालयबाट आउँछौ बुझ्यौ नि या आद शब्दको प्रयोग गरेर अब जस्तै विद्यालयात आगच्छामि एकदम सही हो तर कहिलेकाहीँ भाषामा थोरै सरलीकरण गरिन्छ सजिलो बनाइन्छ जस्तै अब कर्ता कर्मपछि करणको पालो आयो करणमा तृतीयाको प्रयोग हुन्छ है तृतीया चाहिँ जस्तै साधनको रूपमा हुन्छ साधन जस्तै म बसबाट आउँछु म बसमा आउँछु बाटामा भनेर भयो अब हामीले क्रिया जस्तै विभक्तिको अर्थ पर्दाखेरि त बाटादेखिबाट पञ्चमी मा सप्तमी प्रयोग गरिन्छ हो कि तिमीहरूले कतिको ध्यान राखेका छौ मैले तिमीहरूलाई के भने यदि हामी कुनैमा छौँ भने कुनै माथि छौँ भने हैन मा भन्ने अर्थ आयो भने हमेशा सप्तमी प्रयोग गर्नुपर्छ बाटा भनेर शब्द आयो भने पञ्चमी प्रयोग गर्नुपर्छ भनेर सिकायो हो कि नै तिमीहरूले बिर्सिसकेका रहेछौ मैले थाहा पाइसकेँ तर मैले सिकाइसकेँ तर घरिघरि कस्तो छ भन्दाखेरि नेपाली शब्दमा बाटा मा भन्दाखेरि पनि त्यसको माध्यम कस्तो हो भनेर बुझ्न सक्नुपर्छ जस्तै म बसमा आउँछु अब यसलाई अनुवाद गर्न पर्यो संस्कृत भाषामा भन्न पर्यो म बसमा आउँछु ल अब यसलाई हेर तिमीहरूले कति सजिलो छ यो वाक्य तिमीहरूले भन त म बसमा आउँछु यसलाई तिमीहरूले कतिको बुझेका रहेछौ भन त कसरी भन्छ एकदम सही अहम बसे आगच्छामि म बसमा आउँछु भएन र हो कि अहम विद्यालये गच्छामि ए गुरुजी नारायण म अहम बसे आगच्छामि सही भयो हैन र हैन गलत भयो यो अहम बसे आगच्छामि हुँदैन कहिल्यै पनि बस साधन हो र यहाँ हेर त तृतीया साधन हामी कति छिटो झुक्किँदा रहेछौँ ल हेर त हो कि होइन अहिले भर्खर मैले भने नि भर्खरै यो त साधन हो नि बस साधन हो साधनमा हमेशा तृतीया हुन्छ अहम बसयानेन आगच्छामि हुन्छ म बसयानबाट आउँछु बसयानद्वारा आउँछु हुन्छ बसयानमा भने पनि नेपालीमा शब्द प्रयोग गर्दा म बसमा आउँछु तर संस्कृतमा त्यस्तो हुँदैन अहम बसयानेन आगच्छामि हुन्छ अहम बुझ्यौ त ल हेर है बसयानेन अब यो यान शब्द तृतीयान्त प्रयोग भयो बसयानद्वारा आउँछु आगच्छामि ल हेर त कति सजिलो कस्तै झुक्क्याउन सकिन्छ
होइन यति सजिलो भर्खरै बनिरहेको छ भनेका कुरालाई अलिकति पुरा बनाउन सक्यो भने हामीले फटाफट हुन्छ ल यस्तै गरी घरिघरि झुक्किएर पनि सही हुन्छ है। अब म मोटरसाइकलमा आउँछु भन्नु पर्यो, म मोटरसाइकलमा आउँछु, म साइकलमा आउँछु। अब मोटरसाइकललाई के भन्नु, मोटरसाइकल यान भनेपछि है किन भन्दा भाषामा जुन समयमा भाषा निर्माण गरिएको थियो बोलिन्थ्यो त्यो समयमा जुन साधन थिएन, जो वस्तु थिएन, त्यसलाई वर्तमानमा जे नामले चिनिन्छ त्यही नाम प्रयोग गर्न पर्छ। भन्न सकिन्छ द्विचक्रिका यानमा द्विचक्रिका यान कति हुन्छन् जब द्विचक्रिका यान साइकललाई पनि भन्न सकिन्छ, साइकल पनि पछि हो। हाम्रो संस्कृत भाषाभन्दा धेरै पछि कहिले हो। त्यसो गरी इन्डियन प्रयोग गर्दाखेरि अलिकति सरलीकरण गर्न चाहिँ नि जस्तै अङ्ग्रेजीमा चाहिँ जेरी शब्दलाई चाहिँ के भने राउन्ड स्टप स्विट के राउन्ड स्टप स्विट भनेर भनिदिने गरे के। त्यस्तै अब कि घुमाइ रोकिने मिठाईलाई जेरी भन्छन् है। अब त्यस्तै अब मोबाइललाई संस्कृतमा के भन्ने सचल दूरभाष यन्त्रम गरे, सचल दूरभाष यन्त्र हिँड्डुल गर्दै टाढासम्म बोल्न सकिने यन्त्रलाई चाहिँ मोबाइल यन्त्र भनेर भन्छ। मोबाइल यन्त्र भन्ने भैया त्यस्तै सचल दूरभाष यन्त्र भन्नु त मोबाइल यन्त्र, मोबाइल मैले मैले कलमले लेख्छु, लेखेको कस्तो प्रश्न हुनुपर्ने नि हो कि